यस्तो खालके तेरिका। सो मेरो हेलमेटको फाइनल लुक चाहिँ हावा कम्ती छ क्या टायरमा। सो हेलो एन्ड वाट्सअप लभली पिपल, वेलकम ब्याक टु माई च्यानल एडु ब्लग्स। सो आजको भिडियो चाहिँ सुरु हुँदैछ मेरो रुमबाट। अन्त पछाडिको लुगाहरू चाहिँ इग्नोर गरिदिनुहोस् होला। अन्त यहाँ चाहिँ म पानी तताउँदैछु किनभने बिहान बिहान तिर्खा लागेको जस्तो हुँदैन, अन्त पानी खानु मनपर्छ हो। अनि आज चाहिँ मेरो रुममेटहरू छैन, उनीहरू चर्च गएको छ। उनीहरूको चर्चमा चाहिँ उयो छ भन्दैछ नि त, सेवा। अन्त त्यसको लागि चाहिँ चर्च गएको छ हो। अनि म चाहिँ एक्लै छु। अन्त बेबी यहाँ सुतिरहेको छ। बेबी बेबी हेलो भन्दै सुतिरहेको छ। यसको आँखामा घाउ भइरहेको छ नि त। अन्त म चाहिँ तपाईँहरूलाई एकदमै सरी भन्न चाहन्छु, किनभने चाहिँ लास्ट भिडियोमा मैले डेली भ्लग गर्छु भनेको थिएँ नि त। अन्त त्यही हो, डेली भ्लग गर्नु पाएको छुइनँ। केही त्यो टाइमिङहरू मिल्दैन रहेछ कि डेली भ्लग गरौँ भनेको हो। अन्त घरि के उयोले गर्दा चाहिँ टाइमै मिल्दैन हो। सो अबदेखि चाहिँ म ट्राई गर्छु होइन डेली भ्लग हाल्नुको लागि। सो त्यही भएर माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। अन्त कमेन्ट गरेर भनिदिनुहोस् भिडियोहरू कस्तो लाग्छ भनेर। सो त्यही हो। सो गाइस, आजदेखि चाहिँ मेरो भ्लगमा मैले एउटा नयाँ सेटअप लिएर आएको छु मेरो भ्लगको लागि। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो बक्सभित्र छ, मैले एमाजोनबाट मगाएको। त्यस्तै 350 रुपियाँहरू पऱ्यो होला यसको। अन्त यो चाहिँ के हो भन्दाखेरि चाहिँ म अनबक्स गर्छु। अन्त मसँगै हेर्नुहोस् ल यो के हो भनेर। अब यसको अनबक्सिङ गरौँ है त। के रहेछ यो? Hifin helmet mount compatible with GoPro and mobile. यहाँ त 999 देखाइरहेको छ त प्राइस त। के हो भनेर त्यसपछि अर्को बिलहरू रहेछ। के रहेछ? डब्बा इज खाली। गाइस फाइनली यसमा चाहिँ नि एउटा फोन अड्काउनुको लागि यस्तो हुँदो रहेछ हो यो। अन्त यो चाहिँ उयसमा अड्काउने, यसमा अड्काउनु पर्ने रहेछ। यसरी अड्काउनु नै हुने रहेछ। यस्तो गरेर यसरी हो। अन्त यसलाई चाहिँ यस्तो गरेर यसरी टाइट गऱ्यो यहाँलाई। यसले टाइट गऱ्यो। अन्त फोन चाहिँ यता हाल्यो। अन्त यो चाहिँ यसरी हेलमेटमा यस्तो राखेर लाउनु पर्ने रहेछ। मन पऱ्यो रहेछ तपाईँहरूलाई? यो कस्तो लाग्यो भनिदिनुहोस् त कमेन्ट गरेर। यसलाई पनि खायो, तँलाई पनि सुन्नै पर्छ यो। तँलाई सुन्नै पर्छ यो के हो भनेर। ल हेर कस्तो रहेछ, मन पऱ्यो? तँलाई मन पऱ्यो? त्यही हो गाइस, मैले चाहिँ मगाएको थिएँ एमाजोनबाट। कस्तो लाग्यो भनिदिनुहोस् कमेन्ट गरेर। यो चाहिँ म टक्कै हेलमेटमा लगाएर सेट गरेर तपाईँलाई देखाउँछु ल कस्तो देख्छ भनेर। टोकेको हेर्नु नि, टक्छस् मेरो पुचुली टोक्छस्। सो गाइस हेर्नु न, आम्मा कस्तो साह्रो परेको कि। फर्स्ट टाइम लगाएर होला कस्तो साह्रो परेको। हेर्नु न यस्तो देख्दो रहेछ हौ। यस्तो भित्रबाट चाहिँ
भित्र चाहिँ यस्तो यसरी बान्नु पर्दो रहेछ हो। यहाँ बानेर चाहिँ बाहिरबाट चाहिँ यस्तो यो भाइजर पनि धुनुपर्ने भएको छ, साह्रै मैला भएको छ। सो मेरो गाइस मेरो हेलमेटमा चाहिँ यस्तो देखिरहेको छ नयाँ सेटअप मोटो भ्लगको लागि। अब त्यही हो, गोप्रो त छैन, फोनबाटै गर्नुपर्छ हो। अन्त अब बिस्तारै बिस्तारै अपग्रेड हुन्छ, बिस्तारै बिस्तारै तपाईँहरूले माया गर्दै जानुहोस् मेरो, अन्त म पनि अगाडि बढ्दै जान्छु बिस्तारै बिस्तारै होइन। सो गाइस अब त्यही हो, मेरो हेलमेट पनि रेडी भइसक्यो। अन्त अब एकछिनमा बाहिर जान्छु। दिन पनि हेर्नु न कस्तो भइरहेको छ, अल्छी लाग्दो पानी पर्ला जस्तो हो, कालो भइरहेको छ अँध्यारो। अन्त स्कुटी चाहिँ उहाँ छ मेरो, फोकस गर्नु यहाँ छ। यसलाई चाहिँ उठिहाल्नुपर्छ, फेरि अलिक दैलो खोल्नु हुँदैन। सुट 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 हेर त्यो आँखा कस्तो बिग्रिरहेको छ। खै यहाँ खै अब चाहिँ त्यो, अब एकछिनमा बाहिर जान्छु। अन्त मेरो सेटअप कस्तो के लाग्यो तपाईँहरू कमेन्ट गरेर भनिदिनुहोस्। अन्त त्यही हो, स्टे ट्युन, बाई बाई। सो गाइस तपाईँहरूलाई चाहिँ मेरो सस्तो मोटो भ्लगमा स्वागत छ होइन। अन्त कस्तो के सुनिरहेको छ तपाईँहरूले कमेन्ट गरेर भनिदिनुहोस्। अन्त मेरो क्यामेराको सेटअप चाहिँ यस्तो छ है, यस्तो खालको छ, टाइटै होला है, झर्दैन होला, बस त्यही हो। कस्तो देखिरहेको छ त्यही हो। अब जाउँ, मेरो अब पहिला एउटा सामान लिनु छ हो, त्यो सामान लिएर त्यसपछि घर गएर पनि मेरो सामान लिनु छ त्यो। अब त्यही हो, यो पनि ट्राई गरिहालौँ, यो माउन्ट पनि सेटअप कस्तो भएको छ, कस्तो केस हुन्छ होइन। अनि त्यसको ट्राईमा पनि गएको। अन्त त्यही हो, मेरो एक दुईवटा काम पनि छ, त्यही पनि गरेर आउँ, ठिकै यसको ट्राई पनि हुन्छ। जस्तो Go guys, let's start the vlog in my सस्ता मोटो vlog setup। कस्तो देखिरहेको होला है। एकदमै खुसी लागिरहेको छ होइन, किनभने चाहिँ मैले कहिलेदेखि यो यस्तो लगाएर ट्राई गरेको नि त। मैले युट्युब भिडियो बनाउँछु, भ्लग गर्छु, यस्तो गर्छु त्यस्तो गर्छु भन्दै कति ट्राई गरेको हो। एकखेप ट्राई पनि गरेको, त्यो पनि भएन त्यस्तो मजाले कि। अन्त अलिकति कस्तो अकट फिल पनि लागिरहेको छ होइन यसरी लाउँदा। तर नि के छैन गाइस, अरूको कामको लागि हामी हिँडौँ, अगाडितिर बढौँ। यो तर हेल्मेट चाहिँ पुरा ओह्रालो झम्बाले छ। गाइस कस्तो सुनिरहेको छ भनिदिनुहोस् है एकपल्ट ल। यहाँ भयो टक्क लेफ्ट कालिम्पोङ कलेजपट्टि गएर सो यहाँबाट अगाडि चाहिँ हाम्रो कालिम्पोङ कलेज। सो यहाँ चाहिँ हाम्रो कलेज जाने बाटो थियो पछाडि। यहाँबाट चाहिँ तल साथीहरूको चर्च जान्छ, त्यहाँ जानु छ एकपल्ट, सामान दिनु छ। यो चाहिँ चिल्ड्रेन पार्कको यहाँबाट सिधै कस्तो लाज लाग्यो यसरी हिँड्दा त। पेट्रोल पछाडि चक्का हावा कम्ती भएको जस्तो लाग्दैछ, फिल हुँदैछ मलाई। किन यहीँ हो मेरो साथीको चर्च चाहिँ।
एकछिन मैले एकछिन भेट्छु ल गाइस तपाईँहरूलाई। यस्तो छ बाटो चाहिँ, गाडीहरू यसरी आउँछ हो। त्यसलाई पनि पास दिनै पर्यो होला। सो डाक्टर ग्राम्स होम्सको बाटो यस्तो छ, हेर्नुहोस् है। स्कुलको बाटो त बनाउनु नि है क्या, कस्तो खालके तेरिका। अम्मा ठोक्यो। अम्मा यतै चिपिन्छ उतै चिपिन्छ त हो, के हो यस्तो। साह्रै डर लाग्छ। सबैले यस्तो यस्तो हेर्दै जाँदैछ के हो भनेर। मोटो भ्लग गरेको गाइस, मोटो भ्लग। तर पनि एउटा सानो खालको क्यामेरा चाहिँ नकिनी भएको छैन। मलाई चाहिँ के चाहिन्छ भने नि अहिले अब माउन्ट त भयो हो, अब मलाई चाहिन्छ एउटा गोप्रो जस्तै। गोप्रो त अफोर्ड गर्नु सक्दैन अहिले। के भन्छ उयो एक्सन क्यामेराहरू हुन्छ नि, एक्सन क्यामेरा भयो त्यो र माइक, यो दुइटा भयो भने चाहिँ त्यहाँदेखि चाहिँ भ्लग चाहिँ बबाल हुन्छ। चाहिँ गाइस यही हो डाक्टर ग्राम्स होम्सको कम्पाउन्ड हो। अन्त यो चाहिँ मेन अफिस होला डाक्टर ग्राम्स होम्सको। अन्त माथितिर चाहिँ कटेजहरू छ, कटेज छ, स्कुल छ, स्कुल बिल्डिङ। अन्त पर देख्दै गरेको चाहिँ होम्सको गेट हो, मेन गेट। सो गाइस मैले चाहिँ दादालाई भेटिसकेँ होइन, क्यामेरा त खिच्नुपर्ने रहेछ। त्यहाँदेखि सामान पनि लिइसकेँ। अब चाहिँ फर्क्यौँ रुमतिर। पानी पनि पर्न आँटेको छ, छिटो जानुपर्छ हो। सिम पानी झर्दैछ। म चाहिँ अब बजारतिर गएको, मेरो रुमतर्फतिर लागेको। पानी पर्न आँटिसक्यो होइन। अब रुममा गएर तातो भएर बस्नुपर्छ, चिसोमा कुद्नु हुँदैन बेसी। कानमा ब्लुटुथ लगाइरहेको छु ब्लुटुथबाट साउन्ड निकाल्नुको लागि। तर पनि त्यसो गर्दा हावा आउँदो रहेछ, उहाँ केही मन परेन। त्यही भएर चाहिँ म माइकको लागि वेट गर्ने छु हो। भ्लग त गर्छु, यतिकै गर्छु, तर तपाईँहरूलाई डिस्टर्ब हुन्छ होला त्यो। सो अलिकति म्यानेज गरिदिनु होला हेर्नुमा हो। र त्यति नै भन्दै अन्त स्कुटी पनि 4-5 वर्ष पुरानो भइसक्यो। अन्त किन चाहिँ नबिग्रोस्, के डिफेक्टहरू निस्किन्छ। अब यसको चक्का पनि चिप्लो भइरहेको छ हो, यतिकै हल्लिन्छ टर्निङतिर। अन्त ब्रेक पनि बनाउनु पर्ने छ, ब्रेक पनि के चाहिँ लाग्छ लताइ जस्तो। सो त्यही हो, यसको मेन्टेनेन्सहरू गर्नु पुरा बाँकी छ। अब बिस्तारै गरौँला पछि। अन्त त्यही भएर मेरो यो जर्नीमा तपाईँहरू मसँगै बस्नु होला होइन। त्यही भएर फेरि पनि भन्दछु, सब्सक्राइब गरिदिनुहोस्, युट्युब भ्लगलाई माया देखाइदिनुहोस्। अन्त म सँगसँगै तपाईँहरू पनि इन्जोय गर्नुहोस् मेरो जर्नीहरू। के गरेको सब्जी गरिहालेको। दिस इज डेन्जरस डेट। सो म चाहिँ अब रुम आइपुगेँ होइन, चिया खाँदैछु। अन्त त्यही हो, अब आजको भ्लग त्यति नै थियो। त्यो चेक पनि गरिहाल्यो। तपाईँहरूले भन्नु होला भिडियो हेरेर कस्तो भयो भनेर।
अडियोहरू कस्तो आएको छ, के भयो, भिडियोहरू कस्तो भएको छ, क्वालिटीहरू हो त्यो भनिदिनुहोस्। अन्त त्यही अब यस्तो जाडो मौसममा हो तातो चिया खाँदै बसिरहेको छु अब। र त्यही भन्दै आजको भ्लग त्यतिमै एन्ड गर्छु हो। सो टेक केयर, अर्को भ्लगमा भेटौँ। त्यही भन्दै बाई बाई। अन्त स्पेसली नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु नबिर्सिनु होला। अन्त पुरानो हुन्छ भने चाहिँ कमेन्ट गरेर छोडिदिनु होला भिडियो कस्तो लाग्यो भनेर। त्यति नै भन्दै बाई बाई, टेक केयर, सी यु इन द नेक्स्ट भ्लग।